भिडियोलाई यति सेयर गरिदिनुहोस् कि ताकि त्यो चितवनसम्म पुगोस् पहिला भिडियो। अहिले नयाँ भने पार्टीहरूको दुई दिए आएर उनीहरूको सरकार बन्ने अवस्था पनि छैन। अहिले पछिल्लो बङ्गलादेशको चुनावी परिणामले पनि तपाईहरु हामीले सबैले बुझ्न सक्छौं। पपुलिजमको राजनीति टिकाउ हुँदैन, दीर्घकालीन हुँदैन। तिनीहरूको मिसन छैन, भिजन छैन, केही छैन, दृष्टिकोण छैन। देश नीति के हो, विदेश नीति के हो, अर्थनीति के हो, आफ्नो मिसन के हो, भिजन के हो, केही छैन। हावाको तालमा जनताको फ्रस्ट्रेसनलाई क्याच गरेर जसरी जनतालाई गुमराहमा पार्ने कोसिस गरेको छ, तिनीहरूको कुनै भविष्य छैन। त्यसकारण त्यस्ता खालका कुराहरूको पछि नलागेर सत्य तथ्य सबै बुझेर तपाईहरु अगाडि बढ्नुहोस्। हामीले देश जोगाउनु छ, राष्ट्रियता जोगाउनु छ। हामीले प्राप्त गरेको ओके साथीहरु, आज भिडियो अलिकति लामो हुन सक्छ तर विशेष छ किनभने चुनाव केन्द्रित छ र यदि हामी माथि कसैले आइलाग्छ भने हामीले उहाँको प्रत्युत्तर दिनुपर्छ। सो त्यसकारणले मैले यो भिडियो विशेष गरी रेणु दाहालका लागि र रेणु दाहाललाई मेरो सल्लाह सुझाव छ। पहिलो कुरा उहाँले भन्नुभएको छ बंगलादेशको उदाहरण दिँदै, बंगलादेशको तिमीले अलिकति इतिहास नपढिकी रहेछौ रेणु दिदी। तपाई त उमेरले पनि 43-44 वर्ष बुढी कटेकी बुढी हुनुहुन्छ। तपाईको बुढा पनि इन्डियन हो रे हैन। अब तपाईको योग्यता पनि तपाई आफैले भनिसक्नु भएको छ हैन। त्यो योग्यतातिर त म गइन किनभने समाज पढेको मान्छेले अवश्य पनि योग्यतासँग जोडिदैन, त्यो म बुझ्दछु। तर तिम्रो बुढा चाहिँ इन्डिया हो रे हैन। तिमीले बंगलादेशको कुरा गर्यौ। बंगलादेशमा शेख हसिना भन्ने प्रधानमन्त्री हुँदै गर्दाखेरि जसरी चाहिँ तपाईको शेख हसिनाले चाहिँ तारिक रहमान जुन अहिले निर्वाचित हुनु भएको छ उहाँलाई चाहिँ यो भन्दा पहिला शेख हसिनाले के त देशमा समेत बस्न नदिएको अवस्था थियो। थाहा छ तपाईलाई? जस्तै मानौ जसरी रवि लामिछानेलाई यो देशमा पनि जस्तै प्रतिशोधको राजनीति गरेर रवि लामिछानेलाई अन्तिम इच्छासम्म सोधिएको थियो। त्यति मात्रै होइन, राति 12 बजे उठाएर दासढुङ्गाको बाटो हुँदै त्रिशुलीमा मार्नका निमित्त षड्यन्त्र गरिएको थियो। त्यति मात्रै हो र? त्यति मात्र र बिदाका दिन बिना पक्राउ पुर्जी गरी बेडरुमसम्म सुतेको मान्छेलाई राति उठ हिँड न त तलाई चाहिँ तेरो अन्तिम इच्छा भन्ने यही तिमीहरुकै शासन हो, तिमीहरुकै बाहरको शासन होइन र रेणुजी? त्यसकारणले मैले भन्दैछु शेख हसिना फरक यति मात्रै हो कि शेख हसिना हेलिकप्टर लिएर विदेशमा गएर भारतमा गएर शरणार्थी भएर बसिन्, तर तिमीहरुको बारे तिम्रो बाउ प्रचण्डे जहाज लिएर सेनाको हेली लिएर हेलिकप्टर लिएर तपाईको चाहिँ सेनाको ब्यारेकमा पसेको। नत्र भने त्यो बेला देउबाको हालत के, तिमीहरुको बाको हालत त यस्तो हुने थियो कि आज कुन जुनीमा पुग्थ्यो थाहा थिएन। रेणु दाहाल धेरै बरपर नगरे हुन्छ, तिम्रो हार निश्चित छ। तिमी 1 हार्छौ, 2 हार्छौ, 3 हार्छौ, कुनै पनि माइकालाल माओवादीका छन् भने आउनुस्। रेणु दाहाल कसरी हार्दैछन् भन्ने कुरा चितवनका वासीले मज्जाले भनेका छन्। चितवनवासी जान्नेछन्, बुझ्नेछन्। तिमीहरुका धाक धम्कीसँग उहाँहरु चितवनवासी लाग्दैनन्। अर्को कुरा तिमीले भन्यौ यो लोकतन्त्र गणतन्त्र खतरामा छ, हामीले ल्याएको व्यवस्था, हामीले लडेर ल्याएको व्यवस्थामा हामीले चाहिँ जोगाउनु पर्छ।